प्रभु यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह। आज म यहाँहरूको माझमा हितोपदेश 30 अध्यायको 5 देखि 9 पदलाई अध्ययन गर्न गइरहेको छु। यहाँ यसरी लेखिएको छ, परमेश्वरको हरेक वचन दोषरहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ। उहाँका वचनहरूमा नथप, नत्र त उहाँले तँलाई हप्काउनुहुनेछ र झुटा प्रमाणित गर्नुहुनेछ। म तपाईसँग दुईवटा कुरा माग्दछु, हे परम प्रभु, म मर्न अघि ती मबाट इन्कार नगर्नुहोस्। असत्य र झुट कुरा मबाट टाढै राख्नुहोस्। न त मलाई दरिद्रता न धन सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिनको रोटी दिनुहोस्। अन्यथा मसँग धेरै भएकोले म तपाईँलाई इन्कार गरौँला र परमप्रभु को हो र भनौँला, अथवा म गरिब भएकोले चोरी गरौँला र परमप्रभु मेरो परमेश्वरको नाउँ अपमानित पारौँला। आमेन। यो वचनले भनेको जस्तै परमेश्वरले हामीलाई जे कुराहरू दिनुभएको छ ती कुरामा सन्तुष्ट रहेर उहाँमा शरण लिने छोराछोरी भएर जिउनलाई परमेश्वरले तपाईँ हामी सबैजनालाई सहायता गर्नुभएको होस्।